हेलो साथीहरू, ब्याक टु माई न्यू भिडियो। आइयो आजको भिडियो भ्लगमा होइन। अहिले चाहिँ हाम्रो मकै खाने कार्यक्रम छ। यहाँ माथि र यो अनि त्यहाँ तल ओके त्यहाँ चाहिँ भाउजूहरूले हामीले सँगै छरेको मकै चाहिँ खनिसक्नु भएछ। अब चाहिँ यता हाम्रो बाँकी छ, त्यो पनि आज हामीले फिनिसिङ हाल्नुपर्छ, दिदी र म मिलेर। साथीहरू अहिले चाहिँ हामीले 3वटा बारी खनिसक्यौँ। तपाईँलाई त्यो तल्लो देख्न सक्नुहुन्छ, त्यो बारी अनि यो त्यहाँ परबाट यहाँसम्म अनि यो खनिसक्यौँ। अहिले चाहिँ घाम चर्किसकेको छ। चर्किसक्यो भन्नाले घाम झन् लागिरहेको छ, त्यसैले घामले पोल्यो यता होइन यता हाड्छ। त्यसैले हामी चाहिँ घर जाँदैछौँ। अब चाहिँ एउटा गरा बाँकी छ, गरा हान्दै बाँकी यही बाहिर नै बाँकी छ। त्यही चाहिँ अहिले साँझ शीतल फर्केपछि 2-3 बजेपछि आउँछन्। अहिले चाहिँ यो कोदालो यत्नै राख्नुपर्ने हुन्छ। अब चाहिँ बोतल बोकेर घरतिर लाग्यो। घाममा चाहिँ सकिन्न है त, त्यही नै हो। साथीहरू हाम्रो घर चाहिँ यो हो होइन, देख्न सक्नुहुन्छ। हाम्रो घर चाहिँ यही नै हो होइन। तर हामी चाहिँ यहाँ बस्दैनौँ, यहाँ चाहिँ हाम्रो दाइको घर हो। हामी चाहिँ माथि थारामा बस्छौँ होइन, त्यो पनि तपाईँहरूले देखाउने छु। यहाँ चाहिँ खोर्सानी लगाएको छ होइन, देख्न सक्नुहुन्छ। मेरो कोठा चाहिँ यस्तो छ, मेरो कोठाको लुक चाहिँ यस्तो छ होइन। भर्खरै बनाएको 2-3 दिन भयो। लाइन गाह्रो रहेछ, त्यही हो। मेरो सुत्ने ठाउँ चाहिँ यही नै हो होइन, किताब यही छ, त्यही नै हो। यहाँबाट चाहिँ तल बाहिरको भ्यू देख्न सक्नुहुन्छ। फाइनली लाइन नै आइपुग्यो होइन, टक्क मनी आइपुग्यो, लाइन नै आइपुग्यो। मेरो कोठा चाहिँ यही नै हो टक्क। ल अहिले चाहिँ मकै खनेर आइएको छ। यसो थकिमे मार्नु पऱ्यो होइन, त्यसपछि अहिले साँझतिर जाने खन्न। अलि एउटा गरा बाँकी छ। र साथीहरू हामीले फेरि पनि अहिले बिहान बच्चा खन्न आएको छौँ, नास्ता सास्ता खाएर। अब चाहिँ यही गरा मात्रै हो, यही बारी मात्रै छ। अब चाहिँ खन्न सुरु हुन्छ होइन। फाइनली हामीले चाहिँ मकै खनेर भ्याइसक्यौँ होइन। टक्कलाएर यही बारी चाहिँ बाँकी थियो, यो पनि फिनिसिङ हानिदियो हामीले चाहिँ होइन, त्यही हो। अब चाहिँ हामी घर जान्छौँ। ल साथीहरू म चाहिँ थारामा आइसकेँ अहिले चाहिँ टक्क कोदालो ल्याएर राखेर। अब चाहिँ मैले नुहाउनु पर्ने हुन्छ, त्यसपछि भाँडा छ अरे, भाँडा मान्ने हो। त्यही यहाँ भैँसीको आम्लान चाहिँ यहीँ छ। यहाँ गोरु थियो, गोरु चाहिँ अलिक पुगाइसक्नु भएको छ। यहाँ चाहिँ बाख्रा थियो, बाख्रा पनि पुग्नु भएको छ। त्यही नै हो। अब चाहिँ म नुहाउनु पर्ने हुन्छ। ल साथीहरू मैले चाहिँ नुहाएर पनि आइसकेँ। फाइनली मकै खनिसकेर पनि नुहाएर पनि आइसकेँ म होइन। टक्क त्यही हो। आजको मिनी भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। त्यही हो आजको यो मेरो भ्लग के कस्तो लाग्यो होइन, प्रतिक्रिया दिनु होला। पक्कै पनि तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न अवश्य नबिर्सनु होला। ओके बाई।